हेलो नमस्ते दिस इज मी एसएन आफ्टर लङ टाइम एउटा सानो मेमोरिज बनाउने प्लान मेरो दिमागमा आयो सेम टाइम काकाले पनि फोन गरेर ल चल्दिउँ न त यसो घुम्नका लागि भन्ने खालको कुरा आएर अहिले चाहिँ म यो 12 घरेको ट्याक्कै यो ब्रिजमा आएको छु यस्तो ब्रिज होइन अनि त्यस पछाडि यहाँ बाइक यहाँ छ काका त्यतातिर जानु भएको छ एकछिन सो अब हामी कता कता जान्छौँ हेरौँ यसो इन्द्रेणी तालतिरको पनि अलिअलि झलक हेरिदिउँ न भन्ने प्लान गर्दैछौँ लेट्स सी आज यसो यतिकै वल्किङमा हो यसो आजको शनिबार चाहिँ राम्रो बनाऊँ बवाल बनाऊँ भनेर चिल मार्दै हिँडेको भिडियो छोटो मिठो टक्क बनाउँछु काका पनि आइसक्नु भएको छ काका हो टक्क चिल मार्दै हिँड्ने होइन काका आजको शनिबार त बवाल बनाउनु पर्यो हो त ल काका हो त्यसो इन्द्रेणी ताल पनि हेर्ने प्लान गर्दैछु लेट्स सी के हुन्छ कसो हुन्छ कन्टिन्यू भिडियो हेर्दै गर्नु बाई अहिलेको फेरि यहाँ घाम लाग्यो पनि वेदर चाहिँ यस्तो बवाल छ खोलाको टक्क हावा सिरिरहेको छ काका फोटो खिच्नको लागि ज्याकेट स्याकेट खोलेर रेडी भइसक्नु भयो यहाँ यस्तो बवाल मजा आइरहेको छ आज अनि साथीहरू हामीलाई कोही चाहिँदैन हामी साथी र सँगै एक्लै रङ्गी चङ्गी भने जस्तो साथीले सँगै काका र मलाई रङ्गी चङ्गी होइन काका ल काकाको टक्कै हिँडेको हेर्नु त ल सेक मारो 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 फोटोले मारो ल अब यहाँ काका भन्छ एकदिन फोटो सोटो खिच्छौँ भिडियो सिडियो खिच्छौँ है हेर्दै जाउँ कन्टिन्यू हामी काका के गर्छ भन्ने कुरा है त अहिले चाहिँ हामी ठ्याक्कै इन्द्रेणी ताल आइपुग्यौँ होइन भिड त टन्नै रहेछ शनिबार भएर होला हेर त भिडभाड यहाँ म इन्द्रेणी ताल अरे फेरि हो बोट सोट पनि कता कुद्छ भन्दै थियो अहिले चाहिँ बाइक यहाँ राख्यौँ काका हो त्यस्तै एक राउन्ड चाहिँ लगाइदिन्छौँ लेट्स के देखिन्छ के कसो हुने रहेछ मान्छे त टन्नै रहेछ तर है काका मान्छे त टन्नै रहेछ है ठिक्क सकिएको बेला परेछ नि त बोट त नि पानी त छङ्लङ छङ तर फोहोर पानी रहेछ हौ फोहोर पानी त हाम्रो चाहिँ इन्ट्री भइसक्यो यता यहाँ काकाले के खिच्दै हुन्छ यसो ग्राङग्रुङ पारेर यसरी हान्ने हुन्छ म पनि यसो हेलमेट त हराउँछ भनेर बोकिरहेको छु हेरौँ यस्तो रहेछ अब यहाँ खेल्न चाहिँ 200 रुपियाँ लाग्ने रहेछ तर त्यो लाइन हेर्दाखेरि चाहिँ खासै आजै चाहिँ पाइन्छ जस्तो देखिएन डन्ट नो के हुन्छ कति राम्रो नानी हो यो नानी त यस्तो रहेछ है सिन चाहिँ स्टार्ट भयो बोर्ड अब बोर्ड स्टार्ट भइसक्यो है बोर्ड चाहिँ अलिक 2-3वटा हुनु पर्थ्यो क्या ओए ओए बाबा मेन चाहिँ मलाई चाहिँ भरत तालको जस्तो याद आयो भरत तालमा चाहिँ यस्तो थियो नि त सो भरत तालको चाहिँ हुनसक्छ अहिले चाहिँ मैले यो बोटहरू देखेर चाहिँ जिटीलाई धेरै मिस गरेँ जिटी त भरत तालको जस्तो सेम रहेछ इन्द्रेणी तालको मेन इन्द्रेणी यो चाहिँ यही हो है अब यता मान्छे लाइन हेर्ने कति छ बोट चढ्ने लाइन अनि अब यता बोट अघि गएको छ कतिखेर आउँछ 5 मिनट जस्तोमा त आउँछ होला 5 मिनट जस्तो 200 रुपियाँ टिकट भरत तालको चाहिँ कति 1000 रुपियाँ कि 1500 कति थियो नट ब्याड घोप्टेलै जस्तो हुँदो रहेछ काका यार तर मलाई त भरतालमा त वाइल्ड मजा आएको थियो काका यार गणेश म थिएँ क्या बवाल 200 गाँड सक्यो काका पानी जेट इन्जिन स्टार्ट
यहाँ ल्याएर चाहिँ एकचोटि रमाइलो गराइदिँदो रहेछ एक राउन्ड लाएर होइन यहाँदेखि इन्जिनै बन्द गरिदिँदो रहेछ हो नि कतिजना गर्नु त 2 4 5 6 7 8 9 9 दिन 1800 रुपियाँ 2 मिनटमा अहिले चाहिँ टक्क काका भयो त्यो चाहिँ इन्द्रेणी तालको मेन इन्द्रेणी ब्रिज होइन त काका यहाँ यस्तो कलर भएर चिल मार्दै यसो हेर्दैछौँ अब हेरौँ कति बेर चाहिँ बस्छौँ एकछिन बसेर हामी निस्किन्छौँ अब बोट त हामी नखेल्ने निर्णय लिइसक्यौँ 2 मिनटमै ल्याइपुऱ्याइहाल्दो रहेछ तर पनि जोस् तर यस्तो काका हामी चाहिँ बाहिरतिर खेलेको छौँ र पनि त्यस्तो भएको यो नखेल्ने होला त्यही त फेरि बवाले हुन्छ यहाँ त नि फेरि यति नजिकै एउटा बोट चढ्नु पर्यो भने सटायो चढाउ नि त टेन्सन कटुमै आउँदैन भयो नि त आफ्नो ठाउँ हो होइन यता अझै 12 घर साइडतिरबाट चाहिँ अझै नजिक पर्छ यो होइन जोस् नराम्रो भन्न मिल्दैन नट ब्याड वाउ बवाले हो एक तरिकाको मान्छेलाई शनिबार कटाउन सजिलो भइरहेको छ होइन क्या यसो कहाँ जाउँ भन्दाखेरि टक्क यहाँ पनि भिडियो बनाउने टिकटक बनाउनु र फोटो खिच्नेको चाहिँ बवाले लागिन्छ काका भत्कियो त्यो चिल नगर्नु बोट लगाइसक्यो एकलटी यही 10 मिनटमा 5 चोटि राउन्ड लगाइसक्ने होइन जस्ट नट ब्याड यसो आउँदा हुन्छ साथीभाइहरूसँग ग्रुपमा चिल मार्न हामी चाहिँ यसो त्यहाँ पुलमा एकछिन बसेर निक्ल्यौँ काका भए जस नजिकै हुँदाखेरि आफ्नै ठाउँमा यतिको भन्दाखेरि आउँदा चाहिँ राम्रो अनि ठिकै छ वर्थ इट नै छ भनौँ न तर त्यस्तो धेरै स्पेस चाहिँ छैन यहीबाट हेरौँ र पानी फोहोर रहेछ उयो बोट चढ्ने हो यहाँ मान्छेहरू चाहिँ यसो टिकटक सिकटक बनाइराख्ने यतातिर यो एउटा चाहिँ बिच सेन्टरवाला रहेछ भने जोस् घरसँग भनेको एक राउन्ड चाहिँ लगाइदिँदा बेस्ट परिवारसँग बसेर परिवारसँग आउँदा भयो साथीभाइहरूसँग आउँदा भयो सर आएर खानेकुराहरूको पनि व्यवस्था छ पानीपुरी सानीपुरी चरपटे सरपटे के सबै भने एकचोटि चाहिँ आउँदा राम्रो टक्कै पार्किङ यति छ भने चाहिँ छ मान्छे त ल हामी चाहिँ निस्क्यौँ है त्यस्तै हो जिन्दगी चल्दैछ पैसामा हामी सुतेर उठेको पैसामा भन्दा नि अब छैन पैसा त्यस्तै हो ल अहिले चाहिँ हामी काका भएपछि घुम्दै फिर्दै घुडी आइपुग्यौँ होइन काका पछाडि आउँदै हुन्छ घुडी पनि भिड रहेछ केटाकेटी त एउटा कुन स्कुलको पिकनिक रहेछ कि केटाकेटीहरूको भिड रहेछ यता काका यता हुन्छ भने हामी चाहिँ माथितिर गएर चाहिँ बस्ने प्लान गर्दैछौँ लेट्स सी के हुन्छ अब केटाकेटी रहेछ भिड रहेछ घुडी पनि एकछिन यहाँ बसेर अनि आजको शनिबार पनि लगभग सकिन्छ है ल स्कुलको पिकनिक केटाकेटीहरूलाई चाहिँ रमाइलो रहेछ फोटोसोटो खिच्ने गर्ने होइन तर ठाउँ पनि नट ब्याड नि त यसो शनिबार टाढा पनि लानु भने रिक्स पनि नहुने केटाकेटीको होइन काका पानी प्रशस्तै जस केटाकेटीलाई चाहिँ रमाइलो ठाउँ रहेछ
अहिले चाहिँ हामी कहाँ घरको सिँढी पनि हिँड्दैछौँ यहाँदेखिको तलको दृश्यहरू चाहिँ यस्तो छ है भने कहाँ माथि हुँदैछ म यहाँ चिलमा फाँक भइसक्यो गरेर यही छ एक स्टेसन छ त्यहीँ बस्ने प्लान गर्दैछौँ होइन हेरौँ यहीँ ब्रिज यहाँ छ अहिलेको हामी यहाँको ब्रिज केटाकेटीहरू सबै स्कुलको केटाकेटीहरू ठाउँ त भयो सच्यास ब्याट अहिले चाहिँ टक्क यहाँ डाँडामा बसेर कहाँ कहाँ हो त्यो सिन हेर्दै यता तलतिरको टक्क मौसम चिल होइन काका अनि यहाँ चाहिँ मस्त शीतल आजको शनिबार पनि जसो तसो काका बित्यो अब त सकियो नि दिनै सकियो नि छोडीमा काममा केटाकेटीको चाहिँ दसैँ रहेछ हो आज यहाँ कुन स्कुलको अरे उर्लाबारीको स्कुलको चाहिँ 3टा गाडीमा आएको रहेछ कि 2टा स्कुलको होला हौ यहाँ उयो 2टा एउटाको हो यो एउटाको है अब यसो काका एकछिन बसेर निस्किन्छौँ अब चाहिँ कहाँ भएर निक्लिँदैछु घरतिर जाँदैछु होइन अब सायद त्यस्तो धेरै भिडियो सिडियो बनाइदिनु होला यस्तो छ अलिक उज्यालैमा घर जाउँ भन्ने कुरा पनि भएर अब आजको शनिबार पनि पठाइयो भिडियो हेरेर साथ दिनुभयो धेरै धेरै धन्यवाद बेला बेला हाल्छु भन्छु तर खै के मिल्दैन होइन एक त भिडियो बनाएर दुःख गरेर हाल्यो 100जना साथीहरूले हेरिदिँदैनन् जानी अब यो त कन्टेन्टले पनि बनाउन नजानेर होला होइन र पनि यसो मेमोरिजको लागि यसो एउटा यादको लागि बनाउने गर्छु जतिजनाले हेरिदिनु भयो धेरै धेरै धन्यवाद भिडियो लाइक पनि हान्दिनु च्यानल सब्सक्राइब हान्नु सब्सक्राइब पनि हान्नु अनि तल कमेन्टमा पनि यसो के मन लाग्छ के राम्रो लाग्यो या त के कमी लाग्यो त्यो पनि तल छोडिदिनु होला है अहिले चाहिँ काका घर पनि आइसक्यो आजको घुमी गए पनि सक्यो शनिबार पनि सक्यो होइन काका यहाँ छोरी पनि आइसक्यो भने विवेक पनि छ यहाँ छिमेकी विवेक भाइ काकाले बाइक साइक घुराउँदै हुन्छ अनि आजको भिडियो हेरेर साथ दिनुभयो धेरै धेरै धन्यवाद थ्याङ्क यू सो मच फर वाचिङ सब्सक्राइब गरेर सब्सक्राइब हान्नु लगाएको राम्रो जानु ल सब्सक्राइब हान्नु सब्सक्राइब गर्नु लाइक साइक हान्नु कमेन्ट पनि मारिदिनु थ्याङ्क यू फर वाचिङ अगेन थ्याङ्क यू